होइन त्यो फिल्म गर्न दिएर चाहिँ म जान्ने भइरहेको छु जुन फिल्मको डायलग्सहरू स्क्रिप्टहरू हुन्छ नि जहिले लभ स्टोरी मुभी गर्यो त्यो जहिले पनि माया प्रेमको मुभी गर्यो त्यसैमा कायम हुँदा हुँदा मेरो पनि अलिअलि त्यही भएर त भन्छु यो जति नि कुरोहरू गरिरहनु भएको छैन मलाई तर यो त मनको कुरा प्लिज पाइदैन पत्याम पत्याम ठिकै छ तर के डिसिम गर्न आउनु न र तपाईलाई आउँछ अभिनयलाई चाहिने जे पनि चिज आउँछ नाच्न पनि आउँछ डिसिम गर्न पनि आउँछ रुन पनि आउँछ कराउन पनि आउँछ मतलब डिसिम पनि एउटा त अभिनयको पार्ट हो नाच्ने पनि अभिनयको पार्ट हो अभिनय गर्नु पनि अभिनयको पार्ट हो अभिनय मात्र चाहिने कोसँग नाच्नु हो अहिलेसम्म रेखासँग नाचे म युनासँग नाचे नम्रताजीसँग नाचे हाम्रो नन्दिता केसीसँग नाचे अनि के रे हाम्रो यो निखिलजी हुनुहुन्छ नि सञ्चिताजीसँग उहाँ जानु भएपछि तपाईँको दिन अझ मजाले खुल्यारे हो मलाई कसैको कारणले दिन खुल्नु पर्ने छैन प्लिज पवन कली त्यस्तो मान्छेले तिमीलाई प्रपोज गर्छ होला त त्यही त भन निखिलजी हुँदा पनि त्यही थियो म नहुँदा पनि त्यही थियो म जसरी मैले जुन रफ्तारमा जुन तरिकाले काम गरिरहेको थिएँ उहाँ हुँदा पनि म त्यही अनुसारले काम गरिरहेको छु उहाँ नहुँदा पनि मेरो काम गर्ने स्टाइल त्यही हो मैले एउटा सेड्युलमा 4वटा उहाँले जस्तो 4वटा मुभी एक सेड्युलमा 2टा मुभी 3टा मुभी गर्दिनँ मेरो एउटा मुभी कहाँ गर्न भ्याउनुहुन्छ र डिटिङ सिटिङमा बढी व्यस्त हुनुहुन्छ डेटिङ होइन म एउटा काम गर्दाखेरि त्यही मुभीमा त्यही क्यारेक्टरमा बसेर हुने मेरो सोच हुन्छ त्यही भएर ए एटिक्समा घरिघरि देखिन्छ नि एटिकमा हुन्छ प्राय मलाई नाइट लाइफ मनपर्छ बेलुका अलिकति बाहिर हुन्छ अनि बेलुका त घर आउनुपर्छ बुढीले के पकाइछ त्यो खानुपर्छ बुढी खै त अब हुने वाला भने भोलि पर्सि होला नि अहिलेदेखि त बानी पार्नु भएपछि त त्यो लाइफ चेन्ज भएछ नि अब पत्याउ क्यारी पत्याउ पहिला चाहिँ नेपाली कागज लेखेर चाहिँ यसो दायाँ बायाँ ल्याप्चे लाउनु पर्यो सिग्नेचर गरिदिन्छ तर तपाईँलाई मेरो बारेमा थाहा छ कि नै थाहा छ के थाहा छ पवन कली भने थाहा छ अरु गाममा बस्छ भने थाहा छ अलिअलि इङ्ग्लिस बोल्छ भने थाहा छ त्यतिले हुन्छ तपाईँलाई मलाई माया गर्छ भने थाहा छ भइहाल्यो नि त्यो के चाहियो तर खास मलाई मेरो हाकिम साहबले गाली गर्नुहुन्छ होला होइन तिमीलाई मैले त्यहाँ के भन्छ सेलिब्रिटीको के अरे कुराकानी पो गर भने आफ्नो माया पिरतीका कुरा गर भन्नलाई पठाओ र भनिदियो भने क्यारिदियो सेलिब्रिटी नै माया बोकेर आएछ यस्तो गुलाब फुलमा के गर्नु पर्छ त्यही त अघि यस्तो त कसैले दिएको थिएन भाइ अहिलेसम्म मान्छेको दिन आउनु पर्दो रहेछ होइन राम्रो मन भएको मान्छेलाई राम्रो मन भएको मान्छे आइहाल्छ आउँदैन ठिकै यो कुरो त होइन तर यति भन्दैमा मैले तपाईँलाई चाहिँ सोध्न पर्ने कुरा चाहिँ सोध्दिन भनेर नसोच्नु होला होइन सोध्नु अभियसली साँच्चीकै सोध्छु है त है तपाईँले होइन यहाँ धेरैले कुरो गर्छन् त्यो बानी सुधार्नु नि पर्यो किनभने भोलि फेरि फिल्म वालाले लिएनन् भने होइन मलाई फेरि अरू नाना थरी काम गर्नु पर्यो भने गाह्रो हुन्छ मलाई होइन तपाईँले धेरै यो प्रोड्युसर अनि के अरे निर्देशकहरूसँग चाहिँ धेरै भाउ खोज्नुहुन्छ अरे उहाँहरूलाई दिनुपर्ने टेम चाहिँ नदिएर अनि ठिटी तरुणीलाई बढी टेम दिनुहुन्छ अरे हो यो ठिटी तरुण चाहिँ नजोड्नु होइन नर्मली के हुन्छ भने पवन कलीले पनि मलाई भेट्न खोजेको धेरै भयो मैले पनि पवन कलीलाई भेट्न खोजेको धेरै भयो फोन आउँथ्यो फोन गर्थेँ फोन उठाउँथेँ म आउँछु सकेसम्म ट्राई गर्छु भन्थेँ नर्मल मेरो के छैन म जब मुभी गर्न थाल्छु फिल्म गर्न थाल्छु त्यसपछि मेरो काम भनेको जहिले पनि डेडिकेसन भनेको त फिल्म मात्र हुन्छ म सबै कुरा केही पनि कुरा मलाई फोनको मतलब हुँदैन मेरो पर्सनल साथीहरू मतलब हुँदैन केही पनि कुरा मतलब हुँदैन त्यो बेला म मुभी भनेपछि मुभीमा मात्र लागि परिरहेको हुन्छ अनि मान्छेहरूले के सोच्छ भने रेस्पोन्स गरेन भने सोच्छ तर मेरो काम गर्ने तरिका नै हो यसरी काम गर्ने भने मैले राम्रो काम गर्न सक्दिनँ जस्तो लाग्छ मलाई 10 ठाउँमा दिमाग घुमाएर म किन बनाएर छन् त्यस्तो मन बार्नलाई होला मेरो होइन अब त्यो मसँग जसले काम गरिरहनु भएको छ उहाँ मसँग दोहोऱ्याएर पनि काम गर्ने इच्छुकै हुनुहुन्छ जो मान्छेले मेरो चरित्रलाई चिन्नु भएको छ उहाँले काम गर्नलाई लालायत भएर मलाई अप्रोच गरिरहनु भएको छ राम्रो मुभीहरू पाइ नै रहेको छ जो मान्छेले अप्रोच गर्न सक्नुहुन्न र मसँग कुरा गर्न सक्नु उहाँले त्यो भन्नुहुन्छ भने वट्केनाइसे तर एउटा कुरो भन्नु त पोखरा सुटिङ चाहिँ होइन दिनभरि उहाँहरू सबैजना सँगै बस्नु भएको थियो म कसरी पत्याउँ तपाईँ दिनभरि त्यो सुटिङका मान्छेहरूसँगै हुनुहुन्छ भनेर पत्याउन आँखा पछाडि के गर्यो के कस्तो पत्याउनै गरिएन छैन उनीहरू भेट्न आयो भने के गर्ने फेरि त्यही त भन म भेट्दिन अब चाहिँ म पवन कलीलाई भेटिसकेको छु भन्नु पर्यो त त्यस्तो भयो भने मैले भोलि भेट्न छोड्यो भने त्यसरी मेरो मुभी कसले हेर्छ त कसरी खाने त्यहाँ चुलोमा आगो कसरी बाल्ने अनि फिल्म पो हेर्न बोलाउने होला मलाई मान्छे सोतै हेर्न आऊ भनेर बोलाउने हो र होइन मलाई के मैले पर्सनल मेरो रुममा बोलाउने र मैले बाहिर मेरो सुटिङ भएकै ठाउँमा आउनुहुन्छ भने भेट्नु पर्यो त्यतिसम्म हो भने त ठिकै छ अन्त दायाँ बायाँ सुन्यो भने त्यो सबै कपाल झट्छ भुइँमा हुन्छ फेरि विचार गर्नु पर्यो त्यो कुरो नि है ल ठिक छ अलिक भाइलेन्स मिक्स
मिक्स हो रिसालुपना मिक्स छ सरी गाह्रो पर्ला अहिले कपाल झर्ने कुरा भयो भनेपछि घरमा कुच्चो लुकाउनु पर्यो बेलना चक्ला लुकाउनु पर्ने भयो झोकामा आग्लो छ भने त आग्लो पनि झिकेर लुकाउनु पर्ने हो के यस्तो हुँदैन त्यो सबै कुरा तपाईमा भर पर्छ मायाले जित्ने हो के यस्तो भइलेन्सले जित्दैन पवन कल्ली प्लिज ब्रेक पछि फेरि नि स्वागत छ हैन कान्तिपुर टिभीमा यु वाचिङ द पवन कल्ली शो हैन र आज हामीसँग हुनुहुन्छ अहिलेसम्म 3टा फिल्म चाहिँ हल्ला लागिसक्या अनि 10-11 वटा फिल्म चाहिँ अझै आउन बाँकी भएका हिरो हैन आर्यनजी ठीक भनियो मैले 4 वटा रिलिज भयो ए 4 वटा भइसकेको छ हिफाजत लास्ट हिन्दी फिल्मको कपी सबै भनेर समाचार देखाथे हैन कपी हुनु नराम्रो कुरा हैन नि कपी गर्दाखेरि त्यसलाई नराम्रोसँग कपी गर्नु मात्र नराम्रो कुरा हो वर्ल्ड वाइड चलेको छ जहाँ पनि एउटा ठाउँको स्टोरीलाई रिमेक गर्छ अर्को ठाउँमा आफ्नै देशभित्रको कथावस्तु एउटा भाषाबाट अर्को भाषामा रिमेक गर्छ त्यो नराम्रो कुरा हैन तर त्यसलाई जस्टिफाई कसरी गर्ने भन्ने कुरा मात्र हो जस्तै हाम्रो मेरो एउटा साथी छ पनि त कोरियन मुभीको रिमेक थियो तर हामीले जस्टिफाई गर्दैन राम्रोसँग त्यसलाई उतार्न त राम्रोसँग उतार्दैन हैन उतार्नु राम्रोसँग पर्यो र हाम्रो मान्छेहरूले हेर्दाखेरि मैले कोरियन फिल्म हेरेको होइन मैले नेपाली फिल्म हेरेको भन्ने फिल गराउन सक्नु पर्यो त्यति हो तपाईँ बोल्न नि राम्रो बोल्नुहुन्छ है ट्रेनिङ लिनुभयो हो बोल्नलाई नि तपाईँ धेरै यो जोक नगर्नु भने म बिर्सिन्छु सोध्ने कुरा भने बोल्न सक्छ नि त धेरै त्यसरी नहेर्नु का हेर्नु न त्यसरी त्यस्तो छ हेरिरहनु जस्तो लाग्ने हो राम्रो छ तपाईँलाई म मनपर्छ ल सुरुमै भने ए भनिसक्नु भएको छैन खास के मनपर्छ म मान्छे मनपर्छ कि मान्छेको बोली मनपर्छ कि मान्छे मनपर्ने मान्छेको त्यो दाँत नाक आँखा कान हुँदै हुँदैन सबै चिज मनपर्छ अब अरू कुरो सोध्छु सोधौँ अब चाहिँ फटाफट जवाब दिनुपर्छ तर पहिला सुरु भन्नु तपाईँ यो 4टा पाइन्ट किन लाउनु भयो सिलाउने मान्छे नभएर घर होइन खै यस्तै लाउँदो आज राखेर जानु म सिलाइदिन्छु होइन भने पछि पठाइदिनु आज राखेर के लाएर जाने मैले साडी चोलो लाएर पठाउनु भएन होइन ल ठिक छ यो कुरालाई यहीँ छाडिदिउँ होइन अब झटपट सोध्छु म होइन टेस्ट हुन्छ तपाईँको दिमाग कतिको तेज रह्छ भन्ने कुरा अघि हुन्छ बा आमाले घर हेर्दैछन् भने ज्वाइँ चाहिँ ठिकै हुने रहेछ भन्ने कुरो हो नि त हुनु पर्यो के अरे होइन हुन्छ रेडी हो 1 2 3 राति के नखाई सुत्नुहुन्न रौसी कि दूध पानी छोरी मान्छेहरू बढी सेउ सिलाउँछन् भर्खरका तरुणीहरू कि अलिकति बुझ्छ कि बुढीहरू नर्मली 20-22 वर्षको जनासँग होइन चानासा डान्स गरिसक्नु भयो चाइलसम्म गन्दै प्रोग्राम सकेर धेरै जना छ छैन मतलब पत्यामा नि त ल ठिक छ अब यहाँ गीता बाबा गीतामाथि हात राख्न लाउनुहुन्थ्यो होइन अब मै माथि हात राख्न लाउँ भने तपाईँ जानुभन्दा पहिले म मलाई होइन अहिलेसम्म कतिजनासँग डेटिङ जानुभयो डेटिङ भनेर त्यसरी गएको छैन मलाई डेटिङ जाने भन्ने कुरा मन पर्दैन त्यो रेस्टुरेन्ट जाऊ पार्कमा बस्छ आई हेट द्याट त्यो मन पर्दैन रेस्टुरेन्ट र पार्क नगएर कहाँ जाने हो घर जाने हो जाने नै मन पर्दैन मलाई ए रेखा थापा र नम्रता श्रेष्ठसँग तपाईँको सम्बन्ध कस्तो हो रेखा थापासँग मेरो फुल्ली प्रोफेसनल रिलेसन हो एकदमै त्यो कामको मात्र रिलेसन हो साथी फिल्म लाइन भरिमा हिरोइन भन्दाखेरि राम्रो साथी रेखा थापा हो नम्रता श्रेष्ठ मेरो साथी गरेँ मैले ऊ पनि राम्रो साथी हो हाइलो हुन्छ उसको एथिक बाहर छ कहिले काहीँ जान्छु म त्यतिसम्म मात्र हो नि होइन त्यतिसम्म मात्र प्लिज त्यो ठिक छ फेरि कहिले यताउता भिडियो देखायो भने मैले ठिक पार्छु फेरि तपाईँलाई मैले ल परिसकेपछि होइन उसैसँग बिहार्नु तपाईँलाई कतिको जरुरी लाग्छ त्यो नै सबभन्दा इम्पोर्टेन्ट चिजै त्यही हो नि किनकि त्यो चिजलाई दोहोऱ्याएर गर्न सकिँदैन सकिन्छ र ठिक हो तपाईँलाई खाना पकाउन लुगा धुन होइन अनि कहिले काहीँ बच्चा सच्चा रोयो भने पकाउन आउँछ खाना पकाउन आउँछ लुगा धुन आउँछ आई क्यान डु इट तर बच्चा पकाउन मेरो बसको काम होइन म कहिले काहीँ रिसाएपछि होइन तपाईँले पकाउन सक्नुहुन्छ सक्छ रिसाउँछ अब अहिले तुरुन्त क्यारेज म कति खुसी लागिरहेको सक्छ है तपाईँ होइन मेरा निम्ति के गर्न सक्नुहुन्छ जे चाहन्छ के चाहन्छ आकाशको तारा सारा जाने पिलान सिलान छैन उनी कुरा भन्नुभयो जे पनि गर्न तयार छ है तारा जाने मान्छेले त पछि बङ्गारा जान्छु भन्छन् के अरे त्यति भन्नु भएन खुसी लाग्यो मलाई होइन ल ए आमा यतिको केटा त हुन्छ के अरे होइन तपाईँको घर चाहिँ को हुनुहुन्छ मेरो मम्मी हुनुहुन्छ ड्याडी हुनुहुन्छ
उहाँसँग नि कुराकानी गर्नुपर्ने होला पर्दैन हेरेर नआछ ठिक ल ठिकै छ अब जानुपर्छ होइन खाना पकाएर खानिदिउँ के अरे कि अहिले नै तुरुन्तै फिल्म जानुपर्छ फेरि तुरुन्तै जानुपर्छ सुटिङमा हो अब तपाईँको र मेरो भेट कहिले हुन्छ हुन्छ अब त मनदेखि मनको कनेक्सन भइसक्यो ठिकै छ लास्टमा गुड गरौँ हगि ल धन्यवाद यो बा त्यस्तै समाउनु पर्दैन आज भने छोड्नु पर्छ नाइ के हुन्न भने नाइ भने ल ठिक छ अब म यता बिदा माग्छु है तपाईलाई अल द बेस्ट राम्रोसँग फिल्म खेल्नु धेरै त्यहाँ हिरोइनहरुसँग दायाँ बायाँ लप्पन छप्पन नगर्नु के अरे हैन सिधा काम गर्नु कामबाट घर फर्कनु र मैले फोन गर्दाखेरि उठाउनु अब है म बिदा मागौँ यता ल ठिक छ अब आजको कार्यक्रम यही सकिन्छ हैन अब म जान्छु है फेरि अर्को साता नि आउँछु नमस्ते